पुरानो एउटा गाउँमा पुन्थको मैचा नाम गरेकी एक सानी केटी बस्थिन्। उनी सानै छँदै उनकी आमाको मृत्यु भयो। त्यसपछि उनका बाबुले दोस्रो विवाह गरे र एक छोरी जन्माइन्। त्यही बेलादेखि पुन्थको मैचाको जीवन दुःखद बन्यो। सौतेनी आमा अत्यन्तै निर्दयी थिइन्। उनले पुन्थकोलाई सबै घरको काम गराउँथिन्, तर खान चाहिँ थोरै मात्र दिन्थिन्। सौतेनी आमाको छोरी विद्यालय जान्थिन् भने पुन्थको बुढी बाख्री धोचोलेचालाई जङ्गलमा चराउन लैजान्थिन्। गाह्रो काम गरेर खान नपाए तापनि पुन्थको मैचा सधैँ स्वस्थ र खाइलाग्दी देख्थिन्। त्यसैले सौतेनी आमालाई शङ्का लाग्न थाल्यो। अर्को दिन पुन्थको मैचा धोचोलेचालाई चराउन जाँदा उनले आफ्नी छोरीलाई दिदीको निगरानी गर्न पठाइन्। पुन्थको जब धोचोलेचा चराउन जान्थिन्, धोचोलेचाले उनलाई धेरै माया गर्थिन्, किनकि उनलाई थाहा थियो कि पुन्थको जीवन निकै गाह्रो छ भनेर। धोचोलेचाले उनलाई मिठो फलफुल र मिठो खानाहरू बान्ता गरेर दिन्थिन्। पुन्थकोले ती खाना खुसी हुँदै र रमाउँदै खान्थिन्। सौतेनी आमाको छोरीले घर फर्किएर आफूले देखेका सबै कुरा आमालाई सुनाइन्। त्यसपछि सौतेनी आमाले रिसाएर धोचोलेचालाई मारेर भोज खुवाउने योजना बनाइन्। यो सुनेर पुन्थको निकै दुखी भइन्। बाख्रीले उनलाई सान्त्वना दिँदै भनिन्, मलाई मारे पनि मेरो मासु तिमीले नखानु र भोजपछि मेरो सबै हड्डीहरू जम्मा गरेर बगैँचामा गाड्नु। त्यहाँ एउटा रुख उम्रन्छ र तिमीले त्यसका फल खान पाउनेछौ। पुन्थको मैचाले बिरामी भएको नाटक गरिन् र भोजमा गइनन्। पछि उसले बाख्रीका सबै हड्डीहरू जम्मा गरेर बगैँचामा गाडिन्। धोचोलेचाले भने झै त्यहाँ एक रुख उम्रियो जसले पुन्थकोलाई मिठो फल दिन थाल्यो। एक दिन उनी रुखको हाँगामा बसेर फल खाइरहेकी थिइन्। त्यति बेला दुईजना लाखे बुढाबुढीको रूपमा आएर फल तल फाल्न अनुरोध गरे। उनले फल फ्याँकिन्, तर लाखेहरूले तिनलाई माटोमै खसाइदिए। फेरि उनीहरूले फल फाल्न भने पुन्थकोले फेरि फ्याँकिन्, तर फेरि पनि फल माटोमै खसालिदिए। अन्ततः लाखेहरूले भने, अब तिमी आफै तल ल्याएर देऊ। जब उनी तल झरिन्, ती लाखेहरूले उनलाई मायाले आफ्नै घर लगे। घर पुगेर भने, हामी नुहाउँछौँ, तिमी हामी सबैका लागि रोटी बनाऊ। जब उनी रोटी बनाइरहेकी थिइन्, एउटा मुसो आयो र भन्यो, केही सुन्न चाहन्छौ भने मलाई रोटी देऊ। उसले उनलाई रोटी दिइन्। मुसो फेरि आयो र फेरि भन्यो, केही सुन्न चाहन्छौ भने मलाई रोटी देऊ। उनले फेरि दिइन्। तेस्रो पटक पनि रोटी पाएपछि मुसोले भन्यो, यी मानिसहरू साँच्चीकै लाखे हुन् र तिमीलाई खान लागेका छन्। जति सकिन्छ सुन चाँदी गहना जम्मा गर अनि भाग। जानु अघि सिडीका सबै भर्याङमा थुक र कोइला छोड। लाखेहरू फर्किए र ढोका ढकढकाए, तर थुक र कोइलाबाट हो र ठिक छ भने जस्तै आवाज आयो। जब उनीहरू जबरजस्ती पसे, पुन्थको भागिसकेकी थिइन्। उनी सुन चाँदी लिएर घर फर्किन् र सबै कुरा परिवारलाई सुनाइन्। त्यसपछि लोभी सौतेनी आमाले आफ्नो छोरीलाई पनि त्यस्तै गरी धन ल्याउनको निम्ति पठाइन्। उनी पनि रुख चढिन्। त्यति बेला दुईजना लाखे बुढाबुढीको रूपमा आएर फल तल फाल्न अनुरोध गरे। उनले फल फ्याँकिन्, तर लाखेहरूले तिनलाई माटोमै खसाइदिए। फेरि उनीहरूले फल फाल्न भने फेरि फ्याँकिन्, तर फेरि पनि फल माटोमै खसालिदिए। अन्ततः लाखेहरूले भने, अब तिमी आफै तल ल्याएर देऊ। जब उनी तल झरिन्, ती लाखेहरूले उनलाई मायाले आफ्नै घर लगे। घर पुगेर भने, हामी नुहाउँछौँ, तिमी हामी सबैका लागि रोटी बनाऊ। जब उनी रोटी बनाइरहेकी थिइन्, एउटा मुसो आयो र भन्यो, केही सुन्न चाहन्छौ भने मलाई रोटी देऊ। तर उनले रिसाएर तातो फलामले उसलाई छुँदै मुसोलाई जलाइन् र भगाइन्। त्यसैले मुसोले उनलाई केही बताएन।
पछि लाखेहरू आए र रोटी खाए। राति सबै सँगै सुत्न गए। छोरी बीचमा सुतिरहेकी थिइन्। जब उनी गहिरो निन्द्रामा थिइन्, नर लाखेले उनको मासु काटे। चिच्याउँदा लाखेनीले भने, हजुरबाले चिमोट्नु भयो होला भनेर माया गरे झैँ गरिन्। पछि उसले पनि काटिन्। यस्तै गर्दै जाँदा बिहानसम्म उनका हड्डी मात्र बाँकी रहे। अर्को बिहान सौतेनी आमा छोरीले सुन चाँदी लिएर आउलिन् भनेर पर्खिरहेकी थिइन्। एकहोरो पर्खिरहँदा एक काग आयो र करायो, आमा गहना लगाउँदै छिन्, छोरी त हड्डी मात्रै छ। आश्चर्य मान्दै उनी छतमा गइन् र टाढा हेर्दा देखिन् कि लाखेहरूको घरको छतमा आफ्नै छोरीका हड्डीहरू सुकाएका थिए। उनी त्यो दृश्य देखेर उनले छाती पिट्दै रुन थालिन्।